मान्य सदस्यहरू, प्रदेश सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, मान्य अर्थमन्त्री श्री भरत प्रसाद शाहलाई मध्य प्रदेश सरकारको आर्थिक वर्ष 2081-82 को राजस्व तथा व्ययको अनुमान बजेट वक्तव्य सभामा प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, यस गरिमामय प्रदेश सभा बैठकमा मध्य प्रदेश सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष 2081-82 को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। नेपालको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि विभिन्न काल खण्डमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, स्वराज आन्दोलन लगायतका विभिन्न पहिचान तथा अधिकार प्राप्तिका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाइते र बेपत्ता हुनुभएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। मध्य प्रदेश सरकार मधेसी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, थारू, पिछड़ा वर्ग लगायतका अन्य सीमाङ्कृत समुदायले गरेको गौरवपूर्ण सङ्घर्षलाई उच्च सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आरक्षण, समानुपातिक प्रतिनिधित्व, समानता, मानवाधिकार, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको लागि गरेको सङ्घर्षलाई सफल पार्न शहादत प्राप्त वीर शहीदहरूको सपनालाई साकार पार्न प्रतिबद्धता व्यक्त गर्दछु। विद्यमान अर्थतन्त्रको चुनौती तथा समृद्ध मध्य प्रदेश निर्माणको आकांक्षालाई पूरा गर्न उर्वर कृषि भूमिको सदुपयोग गर्दै कृषि क्षेत्रमा रहेको पारम्परिक तथा निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिकतातर्फ रूपान्तरण गर्दै उद्यमशीलता, विकास, लगानी प्रवर्धन गरी रोजगारी सृजना गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्नेतर्फ बजेट लक्षित छ। विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन तथा जनताको सङ्घर्ष र बलिदानको फलस्वरूप प्राप्त भएको संघीय शासन प्रणालीमा जनता सामु सरकारको सकारात्मक उपस्थित नभइरहेको परिस्थितिमा सीमित स्रोत साधनको उपलब्धताका बावजुद जनताको विकासको आकांक्षा सम्बोधन गर्न सक्ने गरी प्रदेशको आर्थिक सामर्थ्य विकास गर्ने चुनौती हाम्रो सामु रहेको छ। भौगोलिक सुगमता, उर्वरभूमि, पूर्वाधारमा सरल पहुँच लगायतका विभिन्न स्रोत साधनहरूले सम्पन्न यो प्रदेश मानव विकास सूचकाङ्क मापनको खास आधारहरूमा कमजोर रहेको देखिन्छ। साक्षरता दर, रोजगारी लगायतका क्षेत्रहरूमा मुलुकका अन्य क्षेत्रभन्दा पछाडि पार्नु तथा उपलब्ध साधन स्रोतको परिचालन हुन नसक्ने जनतामा प्रदेश सरकारप्रति नकारात्मक दृष्टिकोण सिर्जना भएको हुँदा यो बजेट मध्य प्रदेशको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा केन्द्रित हुनेछ। प्रदेश सरकारको प्रशासनिक खर्च लगायत अन्य चालू प्रकृतिका खर्चहरूमा कुल बजेटको ठूला हिस्सा विनियोजन गर्नुपर्ने अवस्था रहेको कारणले विकास निर्माणसँग सम्बन्धित कार्यको स्रोत व्यवस्थापन
व्यवस्थापनमा अत्यधिक चाप वृद्धि भएको छ। आयोजनाको पूर्व तयारी र प्राथमिकीकरणको अभावले गर्दा पुँजीगत प्रकृतिका खर्चहरूको प्रभावकारिता बढ्न सकेको छैन। सीमित स्रोत साधनहरू वितरणमुखी भई त्यस्ता योजनाहरूले जनचाहना अरू प्रतिफल दिन नसकेको हुँदा स्रोत साधनको समुचित परिचालन मार्फत सार्वजनिक खर्चलाई प्रभावकारी एवं उपलब्धिमूलक बनाउने चुनौती हाम्रो सामु रहेको छ। प्रदेशको आन्तरिक स्रोतको दायरा विस्तार हुन सकेको छैन तथा बजेटको मुख्य अंश अनुदानमा धारित रहेको र समय समयमा संघीय सरकारद्वारा अनुदानमा कटौतीका कारण स्रोत व्यवस्थापनमा जटिलता बढ्दै गएको छ। आन्तरिक आयको लागि करको दायरा बढाउनु चुनौतीपूर्ण रहेको छ। जनतामा सुशासनको प्रत्याभूति दिलाउनुको साथै सार्वजनिक प्रशासनलाई नतिजामुखी, दक्ष, प्रभावकारी, पारदर्शी, व्यावसायिक बनाई प्रदेश सरकारको उद्देश्य प्राप्तिको लागि परिचालन गर्नु चुनौतीपूर्ण रहेको छ। मध्य प्रदेशमा कार्यरत कर्मचारीलाई उत्प्रेरित भएर प्रदेशभित्र कार्य गर्ने आवश्यक सहज वातावरण सिर्जना गरिएको छ। सो अन्तर्गत प्रदेश निजामती अस्पताल सन्ततिका निमित्त छात्रवृत्ति, कर्मचारी आवास बीमा लगायतका प्रोत्साहनमूलक कार्यहरूका लागि क्रमशः कानुन बनाई कार्यान्वयन गर्नेछ। विद्यमान चुनौतीहरूका बावजुद समयानुकूल अर्थतन्त्रका सूचकहरूमा भएका सुधारहरूले गर्दा कृषि क्षेत्र, पर्यटन क्षेत्र, वित्तीय क्षेत्रमा आकर्षक बन्नुका साथै अर्थतन्त्र चलायमान भएको अवस्थामा अर्थतन्त्र थप सुदृढीकरण सार्वजनिक वित्तको पुनर्संरचना गरी प्रभावकारी राजस्व परिचालन, परिणाममुखी पुँजीगत खर्च, अनुत्पादक क्षेत्रमा खर्च कटौती एवं सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी आगामी आवकको बजेटले निजी क्षेत्रको मनोबल वृद्धि, उद्यमशीलता, विकास तथा प्रवर्धन, सामाजिक सेवा प्रवाहमा मितव्ययिता एवं पारदर्शिता कायम गर्ने तर्फ केन्द्रित हुनेछ। संहिता कार्यान्वयन पश्चात मध्य प्रदेश सरकारले प्रथम आवधिक योजना निर्माण गरी 2076-77 देखि सुरु भई अब 2080-81 समापनको चरणमा रहेको र उक्त अवधिको सुरुवाती चरणमा मध्य प्रदेशको बहुआयामिक गरिबी दर 47.9% रहेकोमा सोमा सुधार हुई हाल 24.2% रहेको छ। प्रथम आवधिक योजनाको अवधिमा प्रदेश सञ्चित कोषमा विभिन्न विकास साझेदार संस्थाहरूले उपलब्ध गराएको बजेट मध्ये कुल प्राप्त बजेटको 24% तथा दत्ताको संयुक्त कोषबाट भएको खर्च प्रगति 29% मात्र रहेको छ। यस अभावको बजेटले सो प्रकृतिका बजेट तथा खर्चलाई प्राथमिकता प्रदान गरी समयमै शोधभर्ना हुने गरी सार्वजनिक खर्च प्रणाली अवलम्बन गरिनेछ। संघीय सरकारसँग हुने सहकार्य समन्वय बढाई प्रदेश सरकारले सञ्चालन गर्ने वित्तीय हस्तान्तरणका क्रियाकलापहरूलाई मितव्ययी र पारदर्शी बनाउन वित्तीय हस्तान्तरण प्रक्रियालाई यसै बजेट मार्फत सम्बोधन गरेको छु। माननीय सभामुख महोदय, अब म मध्य प्रदेशको विद्यमान आर्थिक अवस्था र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था प्रस्तुत गर्दछु। आर्थिक वर्ष 2080-81 में राज्यको प्रचलित भुक्तानीको कुल गारस्थ उत्पादन मध्ये मध्य प्रदेशको योगदान रु 7 खर्ब 47 अर्ब 33 करोड 40 लाख रहेको छ, जुन कुल गारस्थ उत्पादनको 13.1% हुनाउँछ। प्रदेशको कुल गारस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबभन्दा बढी 53.9% रहेको छ तथा कृषि र उद्योगको क्षेत्रको योगदान क्रमशः 35.3 र 10.80% रहेको छ। आर्थिक वर्ष 2081-81 में मध्य प्रदेशको प्रति व्यक्ति कुल गारस्थ उत्पादन 892 अमेरिकी डलर रहने अनुमान छ। अब 2079-80 में मध्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय आर्थिक वृद्धि दरको तुलनामा असोजको भन्दा माथि रहे पनि चालु आवकमा उपभोक्तामा कमी आउनु, कर्जा विस्तार, उत्पादनमूलक स्रोत न्यून क्षमता सञ्चालन हुनु लगायतका क्रियाकलापमा विस्तार हुन नसकेको हुँदा मध्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत 3.87% भन्दा तल रहेको छ। अब
80-81 में मध्य प्रदेश सरकार को कुल खर्च 31 अर्ब 34 करोड़ 54 लाख 34,000 कुल विनियोजन को 71.05% संशोधित अनुमान गरेको छु। कुल सरकारी खर्च मध्ये चालू खर्च 15 अर्ब 22 करोड़ 51 लाख 74,000 पूंजीगत खर्च रु 16 अर्ब 12 करोड़ 2 लाख 50,000 खर्च हुने संशोधित अनुमान छ। चालू अब 2080-81 में कर राजस्वबाट 12 अर्ब 83 करोड़ 23 लाख अनुदानबाट र रु 13 अर्ब 33 करोड़ 40 लाख अन्य राजस्वबाट 1 खर्ब 37 करोड़ 84 लाख तथा विविध प्राप्तिबाट रु 8 अर्ब 10 करोड़ 21 लाख संकलन हुने अनुमान छ। त्यसैगरी आन्तरिक ऋणबाट रु 2 अर्ब संकलन हुने अनुमान छ। माननीय सभामुख महोदय, मध्य प्रदेश को समग्र विकास सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा रहेको विद्यमान अवस्था तथा भविष्यमा गर्नुपर्ने सुधारहरूको सन्दर्भमा संघीय सरकारसँगको समन्वयमा सो मूल्याङ्कन प्रणालीमा आधारित गरी सार्वजनिक खर्च वित्तीय जवाबदेहिता मूल्याङ्कन गरी विनियोजन दक्षता र कुल कुशलताको स्थितिको जानकारी ली सो अनुसार क्षमताको विकास गर्दै वैदेशिक सहायतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आयोजना कार्यान्वयनको पक्षलाई सुधार गरी आर्थिक वर्षको सुरुवाती चरणबाट नै आयोजना कार्यान्वयन हुने वातावरण निर्माण गरिनेछ। माननीय सभामुख महोदय, अब म बजेट तथा कार्यक्रमहरूको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूको बारेमा चर्चा गर्न गइरहेको छु। कृषि क्षेत्रलाई प्रदेशको सफलताको रूपमा लिई थप प्रोत्साहन हुने गरी बजेट तथा कार्यक्रम समावेश गर्न प्राथमिकता दिएको छ। संविधानले निर्दिष्ट गरे अनुसार प्रदेशको आन्तरिक स्रोत परिचालन गर्न राजस्व सङ्कलनको दायरा प्रभावकारी रूपमा गराउने विषय प्राथमिकतामा रहेको छ। कार्यान्वयन योग्य आयोजना छनौट गर्ने अभ्यासमा रहेको कमजोरीलाई सम्बोधन गर्न समयमै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी बजेटलाई प्राथमिकीकरण गरिएको छ। मध्य प्रदेशले अर्थतन्त्रमा उच्च योगदान दिन सक्ने देखिएका कृषि उद्योग र सेवा क्षेत्रहरूमा सार्वजनिक लगानी बढाउने र निजी लगानीलाई प्रोत्साहन गरी अर्थतन्त्रको आधार मजबुत बनाउने किसिमले विषय क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गर्दै लैजाने गरी कार्यक्रम प्रस्तुत गरिएको छ। संघीय स्वरूप अनुसार 3 तहका सरकारले संरचनागत व्यवस्था अनुसार सहकारितामा आधारित कार्यान्वयन प्रणाली योगदान गर्ने किसिमका उदार नीति अवलम्बन गरी प्रदेशले स्थानीय तहसँगको सहकारी र समन्वय सबल गराउने गरी कार्यलाई प्राथमिकता दिएको छ। सन् 2030 में हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य अनुसारको प्रदेशका तर्फबाट गर्नुपर्ने योगदान, प्रदेश सरकारको नीति तथा कार्यक्रम र निर्वाचनका समयमा राजनीतिक दलहरूले गरेका प्रतिबद्धता समेत आधारमा यो बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ। राष्ट्रिय अर्थतन्त्रको दरिलो आधार मध्य प्रदेश भन्ने भावका साथ कृषि क्षेत्र र उद्योगहरूमा लगानी केन्द्रित गरी उत्पादन र उत्पादकत्व बढाउने, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तार गर्ने, संस्कृति एवं पर्यटनको माध्यमबाट मध्य प्रदेशलाई खास गन्तव्यको रूपमा विकास गर्दै लैजाने, पूर्वाधार क्षेत्रको विकास मार्फत अन्य आर्थिक गतिविधि बढाउने विषय प्राथमिकतामा रहेको छ। सामाजिक न्याय तथा श्रम विकास संहिताको सबलीकरण, सन्तुलित विकास यस बजेटको प्राथमिकता हो। जवाबदेही बजेट प्रणाली, आर्थिक सुशासनका लागि बजेट क्रियाकलाप निर्धारण गर्दा नै कार्यान्वयन गर्ने निकाय र काम यकिन गराइएको छ। स्वीकृत मापदण्ड कार्यविधि अनुसार काम गर्नुपर्ने परियोजना बाहेक अन्यमा एकमुष्ट रूपमा खर्च राखी पछि बाँडफाँड गर्ने गरी रकम विनियोजन गर्ने अभ्यासलाई निरुत्साहित गरेको छु। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्ष 2081 र 82 को बजेटका मुख्य क्षेत्रका कार्यक्रम विनियोजन प्रस्तुत गर्न चाहन्छु। कृषि तथा कृषि पूर्वाधार रूपान्तरण र सहभागिता। कृषिको मुख्य आधार माटोको सुधार भन्ने
अभियान सञ्चालन गरी किसानहरूलाई प्रारम्भिक खेतीतर्फ आकर्षित गर्न माटो स्वास्थ्य सुधार र प्रारम्भिक मल उत्पादन तथा वितरण कार्यक्रममा रकम विनियोजन गरेको छु। कृषि विद्युतीकरणलाई प्रदेशको गौरव योजनाको रूपमा विकास गर्दै कृषि विद्युतीकरणलाई विस्तार, निःशुल्क कृषि मिटर, सिँचाइ परियोजनाका हरेक निर्वाचन क्षेत्रका कृषि विद्युतीकरण कार्यक्रममा रकम विनियोजन गरेको छु। कृषि प्रसार सेवाको पहुँच बढाउन किसानको बारी स्वयंसेवकको छहारीको सोचलाई सार्थक तुल्याउन प्रदेशभर 500 महिला कृषि स्वयंसेविका परिचालन गर्न रकम विनियोजन गरेको छु। मध्य प्रदेशका किसानहरूको लागि किसान कार्ड र तथा पेन्सन योजना सुरुवात गर्न आवश्यक बजेट विनियोजन गरेको छु। धान, गहुँ, तेलहन, दलहन बालीको बिउमा मध्य प्रदेशलाई आत्मनिर्भर बनाउन बीज वृद्धि कार्यक्रम परियोजनाको रूपमा सञ्चालन गर्न बिउ बिजन आत्मनिर्भर कार्यक्रममा रकम विनियोजन गरेको छु। निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र आन्तरिकीकरणमा रूपान्तरण गरी किसानहरूको सहज बजार पहुँचको लागि कृषि सडक निर्माणको लागि रकम विनियोजन गरेको छु। कृषि, पशुपन्छी, मत्स्य क्षेत्रहरूको प्रवर्धनका लागि एक पालिका एक कृषि उत्कृष्टता एक्सलेन्सी सेन्टरको स्थापनाका लागि रकम विनियोजन गरेको छु। पशुहरूमा लाग्ने खोरेत रोगको कारण वर्षेनी पशुधनमा क्षति पुग्ने गरेको तथा दूध मासुको गुणस्तरमा समेत प्रत्यक्ष असर पुर्याएको हुनाले निश्चित स्थानलाई जोनिङ र कम्पार्टमेन्टलाइजेसन निर्धारण गरी प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्दै प्रदेशलाई खोरेत रोग मुक्त क्षेत्र कार्यक्रमका लागि रकम विनियोजन गरेको छु। स्थानीय तहसँग समन्वय गरी मध्य प्रदेशका 136 वटै स्थानीय तहमा पशु नस्ल केन्द्र स्थापना तथा सञ्चालनका लागि रु 5,28,00,000 रकम विनियोजन गरेको छु। पशुपन्छीमा आहारको भूमिका महत्त्वपूर्ण हुने यथार्थलाई आत्मसात गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय तथा सन्तुलित आहारको सहज उपलब्धताको लागि रकम विनियोजन गरेको छु। हरवा चरवा विपन्न, गरिब, भूमिहीन तथा सामाजिक रूपमा पिछडिएका साना कृषकहरू, एकल महिला लगायतका लक्षित वर्गहरूका परिवारको आय आर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउन स्वरोजगारमूलक विशेष कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरेको छु। माछा पालन तथा मत्स्य बीज व्यवसाय दिगो व्यवस्थापन गर्न उत्पादनदेखि बजारीकरणसम्म शून्य श्रृङ्खलामा आधारित विशेष परियोजना सञ्चालनका लागि रकम विनियोजन गरेको छु। उखुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उखु बाली प्रवर्धनका लागि रकम विनियोजन गरेको छु। कृषिमा यन्त्र उपकरण प्रयोग, उत्पादन वृद्धिमा सहयोग पुर्याउन प्रादेशिक कृषि औजार केन्द्र स्थापना तथा एक पालिका एक कृषि लाइब्रेरीका लागि रकम विनियोजन गरेको छु। मूल्य श्रृङ्खलामा आधारित फलफुल तथा तरकारी खेती प्रवर्धनका लागि रकम विनियोजन गरेको छु। कृषि, पशुपन्छी तथा मत्स्यको उत्पादन र उत्पादकत्व वृद्धि गर्न अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउने एक पालिका एक एग्रोभेट सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। कृषि र पशुपन्छीहरूमा लाग्ने विभिन्न रोग, महामारी, किराहरूको नियन्त्रण, रोकथाम, उपचार र परामर्शका लागि आवश्यक रकम विनियोजन गरेको छु। सिँचाइ क्षेत्र वृद्धि गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न बोरिङ कार्यक्रमको व्यवस्था मिलाएको छु। सहकारी दर्ता, अनुगमन, निरीक्षण, व्यवस्थापन, नियमन तथा समग्र सहकारी क्षेत्रको विकासको लागि रकम विनियोजन गर्नेको छु। प्रदेश बाली बीमा कार्यक्रम, कोल्ड स्टोर सहितको बजार मण्डी स्थापना, कृषि डिजिटलाइजेसन, चाउ कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु। भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयतर्फ 2,79,19,00,000 विनियोजन गरेको छु। वन तथा वातावरण, माननीय सभामुख महोदय, सहभागितामूलक ढङ्गले वनको दिगो व्यवस्थापनको लागि वनमा आधारित उद्योगहरूको स्थापनाको लागि निजी तथा समुदायले प्रोत्साहित गर्नुको साथै जैविक विविधता, जलाधार, सिमसार संरक्षणलाई बजेट विनियोजन गरेको छु।
वन डढेलो नियन्त्रणको लागि अग्निरेखा तयारी गरी डढेलो लाग्न नदिन र नियन्त्रणका उपायहरूको बारेमा समुदाय स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ। वनजन्तु ओहोर दोहोर गर्ने जैविक मार्गको विकास गरी वनजन्तु अतिक्रमणबाट हुने मानवीय तथा बाली नाली क्षतिलाई न्यूनीकरण गर्न बापत पीडितलाई उचित सहयोग उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु। साझेदारी वन, सामुदायिक वन तथा कबुलियत वन क्षेत्रहरूमा तुलनात्मक लाभ हुने उच्च मूल्यका जडीबुटी र वन अनुकूल फलफुलको बिरुवा रोपन तथा गैर काष्ठ वन पैदावारको खेती लगाउन प्रोत्साहित गर्न बजेट विनियोजन गरेको छु। माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा अन्तर्सम्बन्धको आधारमा चुरे क्षेत्रको प्रभावकारी संरक्षणका लागि सरोकारवालाहरूसँग समन्वय तथा सहकार्यमा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरी व्यवस्थित जलाधार समृद्धिको आधार भन्ने मर्मलाई सार्थकता प्रदान गर्न बजेट विनियोजन गरेको छु। मध्य प्रदेशको 8वटै जिल्लाहरूमा पानीको सतह घट्दै गइरहेकोले उक्त अवस्थालाई मध्यनजर गर्दै भूमिगत जल पुनर्भरण र भूमिगत जलस्तरलाई बढाउन चुडे तथा भावर क्षेत्रमा जलाशय निर्माणको लागि बजेट विनियोजन गरेको छु। चुडे क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा चुडे जोगाऊ मधेस बचाऊ भन्ने नारालाई मूर्त रूप दिन भू तथा जलाधार संरक्षण ऐन तर्जुमा गर्न आवश्यक पहल गर्नुका साथै पानीको उत्पादकत्व वृद्धि गर्न चुडे संरक्षण समाध कार्यक्रम र शहरी जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। मुख्यमन्त्री हरित प्रदेश अभियान कार्यक्रमलाई निरन्तरता प्रदान गर्न प्रदेशभित्र रहेका खाली सार्वजनिक जग्गा, नदी उकास, नहर, सडक किनार लगायतका स्थानहरूमा बहुउपयोगी बोट बिरुवाको बृहत वृक्षारोपण गरी हरियाली प्रवर्धन गर्न बजेट विनियोजन गरेको छु। वन पैदावारमा आधारित लघु उद्यम विकास प्रवर्धन गरी वन क्षेत्रबाट रोजगारी तथा आय आर्जनका अवसरहरू सिर्जना गर्न व्यवसायीकरण हुन सक्ने वन पैदावारको खेती प्रविधि विकासको लागि बजेट विनियोजन गरेको छु। प्रदेशभित्र रहेका धार्मिक तथा सांस्कृतिक नालाको पहिचान गरी ती नदीहरूको संरक्षण र सम्वर्धन गर्न संघीय तथा स्थानीय तहसँग समन्वय गरी प्रदेशका प्रमुख नदी नाला नियन्त्रण तथा जल संरक्षण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। हरेक पालिकाको संस्कृति झल्कने देखिने माटो पार्क, मधेस इतिहास पार्क, बाबा साहब अम्बेडकर पार्क मध्य प्रदेशमा जलवायु परिवर्तनबाट भएका असरहरू यसका न्यूनीकरण सम्बन्धी आवश्यक अध्ययनका लागि आवश्यक रकम विनियोजन गरेको छु। वन तथा वातावरण मन्त्रालयतर्फ रु 2,42,40,25,000 विनियोजन गरेको छु। श्रम तथा यातायात मन्त्रालय माननीय सभामुख मध्य प्रदेश सरकारले सिपमूलक जनशक्ति श्रमको समान सुनिश्चित रोजगार समृद्ध मधेसको मूल आधार सहितको दूरदृष्टि राखी श्रम तथा रोजगार नीति 2079 ल्याएको छ। सोही नीतिले लिएको कार्यनीतिहरूलाई अवलम्बन गरी प्रदेशभित्र रहेका बेरोजगार जनशक्तिहरूका लागि रोजगार अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु। श्रम बजार सर्वेक्षणबाट प्राप्त सूचनाको आधारमा प्रदेशभित्र रहेका रोजगारका अवसरहरू पहिचान गरी रोजगार योग्य सिपहरूको सूचीकरण गरिनेछ। श्रम बजार सम्बन्धी सूचनामा प्रदेशको नागरिकका लागि सुलभ पहुँचको संयन्त्र निर्माण गर्ने आवश्यक व्यवस्था मिलाएको छु। प्रदेशभित्रका निजी क्षेत्रहरूसँग रहेका रोजगारका अवसरहरू र बेरोजगार बीच सम्बन्ध स्थापित गर्न रोजगारदाता तथा रोजगारीको खोजकर्ताको विशेष पोर्टल बनाइनेछ। प्रदेशभित्र र बाहिर सिपमा आधारित रोजगार प्रवर्धनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। यस अन्तर्गत प्रदेशभित्रका विभिन्न विपन्न गरिब एवं सिप नभएकै कारण पछाडि परेका बेरोजगारलाई सिपसहित वस्तुगत सेवा प्रदान गरी स्वरोजगार सिर्जना गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
लघु घरेलु तथा मझौला उद्यम व्यवसाय मार्फत आन्तरिक स्वरोजगार प्रवर्धन गर्नका लागि प्रदेश सरकारले मधेस स्टार्टअप र नव प्रवर्तन केन्द्रका लागि रु 15 करोड विनियोजन गरेको छु। यस सहयोगका माध्यमले उद्यमी व्यवसायीहरूको व्यवसाय सुरुवाती जोखिम न्यून गर्ने प्रयास गरिनेछ। वैदेशिक रोजगारबाट फिर्ता भएका श्रमिकहरूले भित्राएका सिप अनुभव विप्रेषणको उचित प्रयोग गर्ने वातावरण तयार गर्नका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरेको छु। रोजगारका लागि वैदेशिक रोजगारमा जाने र फर्केर आउने व्यक्तिहरूका लागि सुरक्षित आप्रवासन सहयोग कार्यक्रम तथा वैदेशिक रोजगारबाट फिर्ता आएका व्यक्तिहरूका लागि सामाजिक एवं आर्थिक पुनः एकीकरण गर्न दातुन नियोगहरूको सहयोगमा परियोजनालाई विस्तार गरी सिपमूलक जनशक्ति मात्र वैदेशिक रोजगारमा जाउन् भन्ने उद्देश्यले सिप विकास तालिम प्राप्त गर्न आवश्यक व्यवस्था मिलाएको छु। श्रम शोषण, बाल श्रम उन्मूलन र अनौपचारिक क्षेत्रका श्रमिकहरूको सम्मानित रोजगारका लागि प्रदेशभरि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु। श्रमिक महिलालाई विशेष प्राथमिकता दिई मुख्यमन्त्री महिला स्वरोजगार उद्यमशीलतामा सहभागी गराइने बजेट व्यवस्थापन गरेको छु। प्रदेशको राजस्व मुख्य स्रोतको रूपमा रहेको सवारी साधनको राजस्व व्यवस्थापन गर्न प्रत्येक यातायात व्यवस्था कार्यालयलाई डिजिटलाइजेसन गर्नुको साथै भाडामा सञ्चालन रहेका यातायात कार्यालयलाई आफ्नै कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारले हल्का सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्ने व्यवस्था गरेको छु। प्रविधिको प्रयोग मार्फत सवारी साधनहरूको भौतिक अवस्थाको निरन्तर परीक्षण गरी सुरक्षित आवागमन र दुर्घटनाको न्यूनीकरणको सुनिश्चितताको लागि भेहिकल फिटनेस टेस्टिङ सेन्टर निर्माण लगायतका ड्राइभिङ लाइसेन्स ट्रायल सेन्टरमा सीसीटीभी जडान गर्न आवश्यक रकम विनियोजन गरेको छु। प्रदेश सरकारका सवारी साधनहरूको दुरुपयोग रोक्नका लागि सवारीहरूमा जीपीएस जडान गर्ने व्यवस्था मिलाएको छु। 10,000 नागरिकलाई प्रदेश सरकारले बजार माग तथा आवश्यकतामा आधारित रहेर विभिन्न प्रकारका सिप विकास तालिम प्राप्त गर्नेछ र उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित प्रत्येक नागरिकले कम्तीमा आफ्नो रोजगार वा स्वरोजगार स्थापना गरी 10,000 थप रोजगारीको अवसर सृजना हुने व्यवस्था गरेको छु। स्थानीय तहसँगको समन्वय र सहकार्यमा रोजगार सम्बन्धी कार्यहरू सञ्चालन गर्न अभ्यासलाई निरन्तरता दिइनेछ। स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रलाई सबल गराई मधेस मानव जनशक्ति बैंकको रूपमा विकास गर्दै लगिनेछ। डिजिटल प्रदेशको सम्भाव्यता अध्ययन र यस प्रदेश अन्तर्गत रहेका जिल्लाको कम्तीमा पनि एक ठाउँमा डिजिटल इकोसिस्टम पाइलटिङको लागि प्रारम्भिक कार्यका लागि रकम विनियोजन गरेको छु। यस व्यवस्थालाई स्वास्थ्य, शिक्षा लगायतका अन्य आधारभूत सेवाहरू सर्वसुलभ रूपमा प्रदान गर्न मद्दत मिल्नेछ भन्ने आशा गरेको छु। यसको साथसाथै डिजिटल युगमा स्थानीय युवा जनशक्तिलाई परिचालन गरी रोजगारको लागि उल्लेखनीय टेवा पुग्नेछ। श्रम तथा यातायात मन्त्रालयतर्फ रु 79 करोड 97,48,000 रकम विनियोजन गरेको छु। उद्योग वाणिज्य तथा पर्यटन माननीय सभामुख महोदय, भारत तथा तेस्रो मुलुकका स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूलाई विश्राम स्थल, मध्य प्रदेशका पर्यटकीय स्थलहरूको जानकारी सामग्री र खानेपानी शौचालय लगायतका सुविधाहरूको लागि पर्यटन सूचना केन्द्र तथा पर्यटक विश्राम स्थलहरूका लागि आवश्यक रकम विनियोजन गरिएको छ। विक्रम सम्वत 2082 लाई
घुमौ मधेस बुझौ मधेस भन्ने मूल नाराका साथ मनाइने मधेस पर्यटन वर्षको पूर्व तयारीको लागि आवश्यक रकम विनियोजन गरेको छु। मध्य प्रदेशको पर्यटन योजना बनाई विभिन्न महत्त्वपूर्ण पर्यटकीय स्थलहरूलाई जोडी पर्यटन प्रवर्धन गर्नको लागि आवश्यक रकम विनियोजन गरेको छु। मध्य प्रदेशको प्रादेशिक सौन्दर्यीकरणको लागि जनकपुर शहर सौन्दर्यीकरण तथा जनकपुरका पोखरीहरूको सौन्दर्यीकरण तथा मिथिला संस्कृति प्रवर्धन गर्नका लागि आवश्यक रकम विनियोजन गरेको छु। मध्य प्रदेशका धार्मिक पर्यटकीय स्थलहरू जोडेर पर्यटन प्रवर्धन गर्नका लागि जानकी सर्किट तथा 8 जिल्लामा रहेको सबै पर्यटकीय स्थलहरूमा 4 वटा पर्यटकीय सर्किटको रूपमा विकास गर्न परियोजना रिपोर्ट तयारीका लागि पर्यटन आकर्षणको लागि विभिन्न पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र स्तर उन्नतिको लागि आवश्यक रकम विनियोजन गरेको छु। पर्यटन क्षेत्रमा जनशक्ति विकासका लागि होटल व्यवस्थापन तालिम, टुर गाइड तालिम, होमस्टे तालिम सञ्चालन प्रदान तथा होमस्टेको लागि प्रविधि हस्तान्तरण तथा सांस्कृतिक पर्यटनको लागि मिथिला सांस्कृतिक कार्यक्रम एवं सामग्री प्रदान गर्नका लागि आवश्यक रकम विनियोजन गरेको छु। पर्यटन क्षेत्रमा साहसिक पर्यटन तथा पर्यापर्यटन प्रवर्धनको लागि कोशी नदी, चुरे क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा वनजन्तु आरक्षण आदिको पर्यटन पूर्वाधार विकासको लागि आवश्यक रकम विनियोजन गरेको छु। पर्यटन प्रचार प्रसारको पर्यटकीय स्थलहरूको विस्तृत विवरण भएको मधेस पर्यटन वेबसाइट तथा एप निर्माण एवं सञ्चालनको लागि आवश्यक व्यवस्थाका लागि साथै पर्यटन गाइड बोर्ड तथा पर्चा पम्पलेट एवं रेडियो टेलिभिजन र अनलाइन सञ्चार माध्यम प्रयोग गरी मधेस पर्यटनको विकासको लागि आवश्यक रकम विनियोजन गरेको छु। मधेसमा आईटी पार्क, औद्योगिक कोरिडोरको सम्भावनाको अध्ययन, ILO 169 का लागि अध्ययन र प्रादेशिक स्पेस तथा कम्युनिकेसन रिसर्च सेन्टर लगायतका स्थापनाका लागि आवश्यक रकम विनियोजन गरेको छु। मध्य प्रदेशमा उद्योग तथा पर्यटन क्षेत्रमा थप लगानी भित्राउन का लागि मधेस लगानी संयमनको लागि आवश्यक व्यवस्था गरेको छु। युवा स्वरोजगार अभिवृद्धि गर्न उद्यमशीलता तालिमसँगै स्टार्टअप पुँजी प्रदान तथा सिप विकास तालिमको लागि आवश्यक रकम विनियोजन गरेको छु। उद्यमी बजार प्रवर्धन तथा उपभोक्ता हक हित संरक्षणको लागि सचेतनाका लागि विभिन्न कार्यक्रमहरूको व्यवस्थाको लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश विशेष आर्थिक क्षेत्र सेजको स्थापना गर्ने र मधेसमा उद्यमी मैत्री वातावरण सृजना गरी उद्योग र रोजगार अभिवृद्धि गर्ने आवश्यक व्यवस्था गरेको छु। उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु 2,98,58,52,22,000 विनियोजन गरेको छु। शिक्षा तथा संस्कृति माननीय सभामुख महोदय, प्रदेश निर्वाचन क्षेत्रका 39 वटा सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक धार सञ्चालन भएका विद्यालयहरूलाई सहयोगका लागि रु 3,90,00,000 विनियोजन गरेको छु। प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा 1 वटाको दरले सामुदायिक विद्यालयलाई सञ्चालित बाल विकास कक्षाको व्यवस्थापनमा सहयोगका लागि 1,28,00,000 रकम विनियोजन गरेको छु। प्रत्येक जिल्लामा एउटा सामुदायिक सिकाइ केन्द्रहरूलाई प्रविधियुक्त पुस्तकालयको रूपमा विकास गर्न रु 2 करोड रकम विनियोजन गरेको छु। प्रदेशका 8 वटै जिल्लाको संसदीय निर्वाचन क्षेत्रमा 1-1 वटा विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न भौतिक पूर्वाधार तथा क्षमता विकास गर्न रु 16 करोड विनियोजन गरेको छु। प्रदेशको 8 वटै जिल्लाका 1-1 वटा नमुनाको रूपमा खुल्ला शैक्षिक पार्क निर्माण गर्न रु 4 करोड विनियोजन गरेको छु। अति विपन्न डोम, मुसर, चमार, दुसाध, हलखोर लगायतका सीमाङ्कृत जनजातिका बालबालिकाहरूलाई लक्षित गर्दै दलित शिक्षा अभियान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। पूर्ण साक्षर मध्य प्रदेश साक्षरता अभियान, टिच फर मधेस, जय मातृभूमि मधेस, मधेसी भाषा, मधेसको इतिहास, पठन पाठन, मधेस थिङ्क ट्याङ्क, मधेस आर्ट स्टुडियो, कोडिङ आर्मी लगायतका
लागि आवश्यक रकम विनियोजन गरेको छु। मधेसको पहिचान लोककला, साहित्य, संस्कृति, कला, लोकगीत, नृत्य, सङ्गीत, साहित्य संवर्धन तथा प्रवर्धनको लागि मधेस प्रदेश सांस्कृतिक प्रतिष्ठान स्थापनाको लागि रकम विनियोजन गरेको छु। प्रदेशमा रहेको विद्यालय, विश्वविद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको छु। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान आबा 2081-80 देखि MBBS, BDS र B फार्मा, BSc, MLT लगायतका स्नातक तहका कार्यक्रम सञ्चालन गर्न, कक्षा कोठा तथा भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ रु 2,90,51,76,76,000 रकम विनियोजन गरेको छु। गृह तथा संचार माननीय सभामुख महोदय, प्रदेश सरकारको आधिकारिक कागजात तथा दस्तावेज छपाई कार्यलाई व्यवस्थित गर्नको लागि प्रदेश मुद्रण छापाखाना स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश प्रहरी कार्यालयको प्रशासकीय भवन निर्माणको लागि 12 करोड रकम विनियोजन गरेको छु। प्रदेशभित्रमा आगलगी तथा मानवीय एवं प्रकृति प्रकोपको व्यवस्थापन कार्यको लागि बारुद यन्त्र खरिद कार्यको लागि रु 8 करोड बजेट विनियोजन गरेको छु। मधेस आन्दोलनका शहीद परिवार घाइतेहरूलाई सिपमूलक तालिम तथा प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। गृह, सञ्चार तथा कानुन मन्त्रालयतर्फ 77 करोड 57,04,000 रकम विनियोजन गरेको छु। ऊर्जा, सिँचाइ तथा खानेपानी माननीय सभामुख महोदय, सौर ऊर्जाबाट सञ्चालन हुने भूमिगत सिँचाइ कार्यक्रमलाई नगदेबालीको प्रवर्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। खानेपानीको गुणस्तर परीक्षणका लागि प्रदेश स्तरीय खानेपानी गुणस्तर प्रशिक्षण प्रयोगशाला स्थापना गर्ने र निर्माणमा प्रयोग हुने सामग्रीहरूको लागि प्रदेश स्तरीय निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न, हरित ग्यासको खपतलाई कम गर्नका निमित्त मधेस प्रदेशभित्र वातावरण मैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई बढ़ाउने उद्देश्य राखी प्रदेशभित्र रहेको पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग अन्तर्गतका क्षेत्रहरूमा विद्युतीय चार्जिङ स्टेसन निर्माणको लागि 2 करोड विनियोजन गरेको छु। सिँचाइ परियोजनाका लागि भूमिगत जल स्रोत नक्साङ्कन तथा रिचार्जिङ जोनको अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। शिवालिक चुडे क्षेत्रभित्रका नदीहरूमा एक आपसमा जोड्ने योजना, मधेस रिभर लिङ्किङ प्रोजेक्टको अध्ययन अनुसन्धान गरी सम्भावना भएका बहुद्देशीय आयोजना, खानेपानी, सिँचाइ, नहर, भूमिगत जल पुनर्भरण, पर्यटन प्रवर्धन, लघु जल विद्युत समेतलाई उच्च प्राथमिकतामा राखी प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउनको लागि रु 1 करोड रकम विनियोजन गरेको छु। मध्य प्रदेशमा 2000 मेगावाटसम्मको सौर ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ रु 5,17,96,42,000 विनियोजन गरेको छु। खेलकुद तथा समाज कल्याण माननीय सभामुख महोदय, मध्य प्रदेशका प्रत्येक महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धनको लागि आवश्यक प्राविधिक सहयोग तथा क्षमता विकासको लागि बजेट विनियोजन गरेको छु। ज्येष्ठ नागरिकहरूको लागि विशेष सहयोग कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालनको लागि बजेट विनियोजन गरेको छु। वीरगञ्ज महानगरपालिका वडा नम्बर 15 अन्तर्गत नारायणी क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रशिक्षण केन्द्रको स्थापनाको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि बजेट विनियोजन गरेको छु। मध्य प्रदेश र
भित्र बसोबास गरेका भूमिहीन विपन्न सीमान्तकृत वर्गहरूलाई मुख्यमन्त्री आवास सुरक्षा योजना मार्फत प्राकृतिक रूपमा हुने विपद जोखिम विरुद्धको कार्यक्रमका लागि रु 3 करोड विनियोजन गरेको छु। मधेस प्रिमियर लिग एमपीएल, मधेस ओलम्पिक स्पोर्ट केन्द्र, शहीद राम मनोहर पार्क, किसान आन्दोलन पार्क, दलित युवा सशक्तिकरण लगायतका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। नागरिकलाई प्राकृतिक लगायतका विपद जोखिमबाट उत्पन्न क्षतिलाई न्यूनीकरण गर्न लक्षित वर्गको सुरक्षामा समेत टेवा पुग्ने उद्देश्यका साथ मुख्यमन्त्री जनधन सुरक्षा कार्यक्रमको लागि रु 1 करोड विनियोजन गरेको छु। युवा वर्गहरूलाई खेलकुदतर्फ आकर्षित गर्न तथा खेल क्षेत्रको प्रवर्धनको लागि युवाहरूको लागि स्पोर्ट्स सामग्री प्रदान गर्नका लागि 2 करोड 50 लाख विनियोजन गरेको छु। खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु 1 अर्ब 95 करोड 83 लाख 50 हजार बजेट विनियोजन गरेको छु। भौतिक पूर्वाधार। माननीय सभामुख महोदय, एक निर्वाचन एक क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा 5 किलोमिटरका दरले सडक कालो पत्रे गरी सडक विकासलाई सन्तुलित एवं योजनाबद्ध रूपले निर्माण अगाडि बढाउनका लागि बजेट विनियोजन गरेको छु। एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माण कार्यक्रमलाई आवश्यकता अनुसार पुल निर्माणको आगामी आर्थिक वर्षदेखि कार्यान्वयनको चरणलाई लग्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेशभित्र रहेका सम्पूर्ण पालिकाहरूलाई पक्की सडक सञ्जाल मार्फत जोड्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मधेस शहीद लोकमार्गलाई स्तरोन्नति गर्न सहयोगी संस्था विश्व बैंक, एडीबी लगायतका विदेशी साझेदारहरूसँग आवश्यक समन्वय गरी उक्त राजमार्गको कार्य अगाडि बढाउन आवश्यक व्यवस्था मिलाएको छु। स्थानीय तथा प्रादेशिक झुलुङ्गे पुल निर्माण तथा झुलुङ्गे पुल निर्माण उपलब्ध गराउँदै आएको प्राविधिक सहयोगलाई निरन्तरता दिनुको साथै सडक पुल निर्माण हुन नसक्ने स्थानमा आवश्यकताअनुसार झुलुङ्गे पुल निर्माण गरिनेछ। मध्य प्रदेशको प्रत्येक जिल्लामा एक बहुउद्देश्यीय सभा हल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु 13 अर्ब 11 करोड 52 लाख 74 हजार विनियोजन गरेको छु। स्वास्थ्य तथा जनसङ्ख्या। माननीय सभामुख महोदय, संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवा प्राप्ति गर्ने नागरिकको मौलिक हकहरूको प्रत्याभूति गराउन स्वास्थ्य सेवालाई थप विस्तार गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाहरूको समन्वयमा मध्य प्रदेश प्रत्येक जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा सञ्चालनको लागि यथेष्ट रकम विनियोजन गरेको छु। आधारभूत स्वास्थ्य सेवाको विस्तारका लागि न्यूनतम सेवा मापदण्ड व्यवस्थापन तथा अस्पताल सुदृढीकरण लगायतका कार्यक्रमलाई प्राथमिकता राखी बजेट विनियोजन गरेको छु। किशोर किशोरीहरूलाई कुलतबाट बचाउन सुर्तीजन्य तथा मादक पदार्थ सेवन तथा लागू औषधको न्यूनीकरण कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु। मध्य प्रदेशमा रहेको उच्च दरको आमा र शिशुको उच्च मृत्यु दर न्यूनीकरण गर्न मातृ तथा नवजात शिशु स्वास्थ्य व्यवस्थापन प्रणाली मदर एन्ड चाइल्ड हेल्थ म्यानेजमेन्ट सिस्टमका लागि रु 10 करोड विनियोजन गरेको छु। मध्य प्रदेशमा बढ्दो स्वास्थ्य जोखिम र बिरामीको अनुपातमा स्वास्थ्य कर्मीहरूको सङ्ख्या न्यून रहेकोले पर्याप्त सङ्ख्यामा दरबन्दी सिर्जना गरी पदपूर्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालय तथा माथतका निकायहरूको संरचनाको सङ्गठन र व्यवस्थापन सर्वेक्षणको लागि रु 1 करोड बजेट विनियोजन गरेको छु। प्रदेशवासीको स्वास्थ्य अवस्थालाई सुधार गर्न तथा सम्भावित स्वास्थ्य जोखिमको न्यूनीकरणका लागि मुख्यमन्त्री घर दैलो स्वास्थ्य कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु। सुत्केडी र गर्भवती आमा तथा विद्यालय बालबालिकाको न्यूनतम पोषणको सुनिश्चितताका लागि सुत्केडी तथा गर्भवती आमा र विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको लागि किशोरीहरूलाई साप्ताहिक आइरन, फोलिक एसिड एन्ड
एल्बेन्डाजोल वितरणका लागि रु 3 करोड रकम विनियोजन गरेको छु। हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरण सहितको मोबाइल एम्बुलेन्स व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु 5 अर्ब 21 करोड 65 लाख 6 हजार विनियोजन गरेको छु। सार्वजनिक सेवा तथा सुशासन प्रवर्धन। माननीय सभामुख महोदय, सार्वजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री बनाई पारदर्शिता सुनिश्चित गर्ने प्रक्रिया सरलीकृत गर्ने, सेवाको समय र लागत घटाइनेछ। सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई मुहार रहित, कागज रहित बनाउन आवश्यक बजेट विनियोजन गरेको छु। कर्मचारीहरूको क्षमता वृद्धि र जनप्रतिनिधिहरूको अभिमुखीकरण र विभिन्न नीतिगत विषयहरूमा अध्ययन अनुसन्धान गर्न गठित प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सञ्चालन, भौतिक संरचना निर्माण, मर्मत सम्भार र आधुनिकीकरण गर्न बजेट विनियोजन गरेको छु। बजेट अनुशासन कायम गर्न मध्यकालीन खर्च संरचना मार्फत बजेटलाई अनुमान योग्य बनाइनेछ। आयोजनाको पहिचान, प्राथमिकीकरण र प्रतिफल सुनिश्चित हुने गरी आयोजनामा ब्याङ्कमा प्रविष्ट गरी रकम विनियोजन गरेको छु। प्रदेश सरकारलाई प्रदान गरिने अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुदान कार्यविधि बनाई लागू गरिनेछ। नेपाल सरकारबाट सुनिश्चित गरेको तलमान र भत्तालाई प्रदेश सरकारका निजामती कर्मचारीहरूमा समेत लागू हुने गरी बजेट व्यवस्था मिलाएको छु। साथै आन्तरिक पर्यटन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु। नागरिकले सार्वजनिक सेवा र विकास निर्माणका कार्यमा गरेका लगानी सम्बन्धी योगदानको सूचना राखिनेछ। साथै सार्वजनिक खर्चबाट भएका क्रियाकलापहरूबाट स्थानीय स्तर नै सिर्जना भएका आन्तरिक रोजगारको सूचना राखिनेछ। प्रदेश सरकार अन्तर्गतका निकायहरूले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरू खुला एवं प्रतिस्पर्धी खरिद विधि अनुसार गर्नेछ। सस्ना सार्वजनिक निर्माण कार्यहरू गर्नुपर्नेमा वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तह मार्फत कार्यान्वयन गर्ने नीति लिनेछ। नागरिकको आयोजनाप्रतिको स्वामित्व र अपनत्वका लागि पारदर्शी कार्यान्वयन प्रक्रिया सहित नागरिक नेतृत्व सहजीकरण संयन्त्र परिचालन गर्नेछ। मध्य प्रदेशको स्वास्थ्य, सरसफाई र शिक्षाको अवस्थामा सुधार गर्न विशेष क्षेत्र लक्षित गरी लगानी खाका फाइनेन्सियल फ्रेमवर्क तयार गरी कार्यान्वयनमा ल्याइनेछ। यस अनुसार संविधानले प्रबन्ध गरेको विशेष अनुदान सम्बन्धी व्यवस्थालाई प्रभावकारी गराउन सङ्घ र स्थानीय तहसँग समेत सहजीकरण र सहकार्य गरिनेछ। मधेसको आधार पानीलाई मधेसको गौरवको रूपमा लिइनेछ। यस अनुसारका दीर्घकालीन र अल्पकालीन कार्यक्रमहरू परिपूरक गराई कार्यान्वयनमा लगिनेछ। यस क्षेत्रलाई उर्वर बनाउने शक्तिको रूपमा मधेसका नदीहरू जोड्ने आन्तरिक नहर परियोजना सुरु गरिनेछ। यस परियोजनाबाट मधेसको जीवनरेखा लाइफलाइनको रूपमा रहेका बागमती, कमला, रातु नदीहरूलाई जोड्ने गरी चुडीको फेदीमा बृहत नहरको निर्माण सुरु गरिनेछ। यसका लागि चालू आर्थिक वर्षमा सम्भाव्यतः अध्ययन गर्ने रु 1 करोड बजेट छुट्याएको छु। यस परियोजनाका लागि प्रदेशबाट स्थानीय तहमा कार्यान्वयनमा जाने आयोजनाहरूलाई बजेटमा समावेश गरी विषयगत मन्त्रालयहरू प्रगति लक्ष्यका लागि जिम्मेवार हुने गरी वित्तीय हस्तान्तरण खास विधिमा आधारित भई वितरण गरिएको छ। सबै पालिकाहरूलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सिफारिसमा अनुसार रु 1 अर्ब 18 करोड 8 लाख 40 हजार प्रदान गरिनेछ। स्थानीय तह आफैले आयोजना छनौट गर्ने गरी मधेसको सुखाग्रस्त समस्याको सम्बोधन गर्न महानगरपालिकालाई 1 करोड 75 लाख, उपमहानगरपालिकालाई प्रति उपमहानगरपालिका रु 1 करोड 25 लाख, नगरपालिकाहरू प्रति
नगरपालिकाहरू प्रति नगरपालिका रु 95 लाख र गाउँपालिकाहरूलाई प्रति गाउँपालिका रु 80 लाखको दरले जम्मा रु 1,21,75,00,00,000 अनुदान प्रदान गरिनेछ। यसैगरी मधेसको सामाजिक विकास सूचकाङ्कमा कमजोर रहेको स्वास्थ्य र सुरक्षा क्षेत्रको समस्या सम्बोधन गर्ने गरी पालिकाले आफै परियोजना छनौट एवं कार्यान्वयन गर्ने नीति कार्यान्वयन गर्ने गरी प्रति पालिका रु 30 लाखका दरले विशेष अनुदान र 20 लाखका दरले सम्पूरक अनुदान प्रदान गरिनेछ। यसका लागि रु 3,07,63,000 अनुदान प्राप्त गर्ने गरी बजेटको व्यवस्था गरेको छु। यसबाट सही अर्थमा वित्तीय संहिताको सिद्धान्तअनुसार प्रदेशले स्थानीय सरकारलाई सहजीकरण गरेको सन्देश प्रवाह गरिनेछ। माननीय सभामुख महोदय, अब म क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुति गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 43,89,21,17,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 16,07,01,000 अर्थात् 36.45% र पुँजीगत तर्फ रु 27,89,14,69,000 अर्थात् 63.55%। यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा प्रतिशतले 0.50% घटियो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट 9,07,30,00,000, वित्तीय हस्तान्तरण अनुदानतर्फ वित्तीय सामान्यीकरण अनुदानबाट 7,79,92,92,00,000 तथा सशर्त अनुदानबाट 3,55,78,00,000 गरी जम्मा 11,35,70,00,000। संघीय राजस्व बाँडफाँडबाट रु 13,60,00,000 र गत वर्षको नगद मौजातबाट रु 7,86,21,70,000 बेहोर्दा रु 2 अर्ब न्यून रहेको छ। सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट 2 अर्ब छुट्याइनेछ। राजस्व वित्तीय हस्तान्तरण नगद मौजात संघीय बाँडफाँडबाट प्राप्त स्रोत परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट बेहोर्नेछ। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्ष 2081-82 को राजस्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। राजस्व प्रशासन महाशाखा शुद्धिकरण गरी कर तथा गैर कर चुहावट न्यूनीकरण गरिने व्यवस्था मिलाएको छु। प्रदेशको राजस्व अभिवृद्धिको लागि गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनको सुझावहरूलाई प्राथमिकता निर्धारण गरी क्रमशः कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2079-80 को यथार्थ खर्च, आर्थिक वर्ष 2080-81 को संशोधित अनुमान र आर्थिक वर्ष 2081-82 को अनुमानित आयव्ययको विवरण अनुसूचीहरूमा उल्लेख गरेको छु। मैले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग र समन्यायिक वितरण भई नागरिकको जीवन स्तरमा सुधार हुने र उच्च तथा फ्राकिलो आर्थिक वृद्धि हुने अपेक्षा गरेको छु। सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि रही सुशासन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिएको छु। सरोकारवाला सबैको रचनात्मक सहयोग र सुझाव र सहकारीको अपेक्षा गरेको छु। अन्तमा समृद्ध मधेस ध्येयका साथ ल्याएको यस बजेट तर्जुमाको क्रममा दिशा निर्देश गर्नुहुने माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सभामुख, उपसभामुख, माननीय ज्यूहरू, माननीय प्रदेश सभा सदस्य ज्यूहरू, प्रदेश नीति तथा योजनाका माननीय उपाध्यक्षप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै बजेट निर्माणका क्रममा सुझाव प्रदान गर्नुहुने सबै राजनीतिक दलहरू, अर्थविद, विभिन्न क्षेत्रका विषय
विज्ञहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, गैर आवासीय नेपाली नागरिकहरू, विकास आधार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, आम नागरिकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। साथै प्रस्तुत बजेटको सफल कार्यान्वयनबाट प्रादेशिक हित, एकता र स्वाभिमानमा अभिवृद्धि भई संहिता संस्थागत हुनमा सघाउ पुग्ने र प्रभावकारिता गुणस्तरीय सेवा प्रभाव हुने तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान हुने विश्वासको लिएको छु। धन्यवाद। मान्य सदस्यहरू, अब यो बैठक आजै 9 बजेसम्मको लागि अर्को बैठक हुने गरी